राजेश हो? हेलो राजेश, रोक न यहाँ न। ब्लग स्टार्ट भइसक्यो, तिमीसँग एउटा कुरा छ क्या, त्यही क्लास हो क्या। ल तिमीलाई होइन व्हाट्सएपमा एउटा भिडियो पठाएको थियो अरे कुञ्जयले, कस्तो लाग्यो? त्यो भिडियो नसोध के, अब टक्क स्टार्ट गर्न गऱ्यो अनि अब के हेरौँ भनेर ठक्क मैले फेरि जेबी हाल्यो क्या। कहाँ जाऊँ अब ठाउँ खोज्यो क्या हेर्न। तिमी त टोइलेट पनि गएको अरे। हेर्न पाएन क्या, टाइम सर्टेज भएको कारण त्यो हेर्न पाएन। तर रुममा गएर टक्क टिभीमा लाउने जस्ताको तस्तै आउँछ क्या होइन। भिडियो हेऱ्यो तिमीले, इक्जाम दियो होइन, सब भयो। के अरे तिमीले मोबाइल बोकेर उता गयो भने अनलाइन थियो कुरो के हो के भयो क्लासमा अनलाइन यस्तो छ कि अब परेसान भयो क्या रुममा 2 दिनदेखि। परेसान लाग्यो लाग्यो क्या। अब रुममा बसेपछि अब 2 दिनदेखि मजाले बेड बस्थ्यो। आज त बल्ल त्यो भिडियो आउने बित्तिकै अलि रमाइलो लाग्यो। आज के छ त रुममा गएपछि मजाले बेला टिभी खोल्ने, त्यसमा कनेक्ट गर्ने अनि स्पिकरमा साउन्ड, बिना साउन्डको त काम छैन, साउन्ड हुनु पर्यो नि। त्यही भएर मजाले साउन्ड त म भन्नै सक्दैन। अनि के छ तिम्रोमा? साथी अब के भन्ने, अनि के अरे उसकोमा त भिडियो आएको छ अरे, फेरि 2जना मिलेर हेर्ने होला, एउटै बेडमा होला, सबैजना सँगै मिलेर भने उसादीले त के भन्छ, सबभन्दा फर्स्ट मलाई पठाइदेऊ, म त कोप्चोमा गएर हेर्छु भन्छ। हामीले नि हेरेको